हेलो साथीहरु, वेलकम छ फेरि पनि मेरो नयाँ भिडियोमा। र आज चाहिँ हामी हाम्रो घरमा के बनाउँछौं भने जुमा बनाउँदैछौं र यो चाहिँ भुटानको डिश हो र बनाउँदैछौं। हेर्दै जानुस् होला तपाईहरु पनि कसरी बनाउँछु भनेर। र यहाँ न्युटेलालाई मजाले भिजाएर यो मिक्सीमा ग्रेट गर्यौं। त्यसपछि मैदा लिएर चाहिँ मैदामाथि चिली डस्ट हाल्यौं, थोरै बेकिङ पाउडर पनि हाल्यौं, त्यहाँबाट अलिकति इस्ट पनि हाल्यौं, त्यहाँबाट स्वादअनुसार नुन पनि हाल्यौं, त्यहाँबाट त्यो ग्रेट गरेको न्युटेला पनि हाल्यौं, त्यहाँबाट चाहिँ त्यसलाई मजाले पानी हाल्दै मिसेर चाहिँ मजाको डो बनाएर त्यसलाई 2 घण्टा चाहिँ पास राख्नुपर्ने हुन्छ। अनि त्यसलाई लामो लामो डल्ला बनाएर चाहिँ तेलमा हल्का फ्राई गरेर त्यसलाई निकालेर फेरि त्यसलाई पिस पिस पारेर चाहिँ फेरि दुबारा फ्राई गर्नुपर्ने हुन्छ मजाले। फ्राई गरिसकेपछि फेरि अर्को कराई बसाएर थोरै तेल लगाएर चाहिँ प्याज टमाटर हल्का भुटेर त्यो अघि फ्राई गरेको जुम्बा बाटीबाट चाहिँ लगाइदिनु पर्ने हुन्छ। अनि त्यसपछि थोरै टिमुर पनि पिसेर लगाइदिनु पर्ने हुन्छ। अनि हल्का चिली डस्ट पनि कतिको पिरो खानुहुन्छ त्यो अनुसारले लगाएपछि त्यहाँबाट मजाले मिक्स गरिसकेपछि चाहिँ जुम्बा रेडी भयो।